यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन। बजारको कुरा गर्छौ र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौ, तर प्रश्न उठ्छ, जब उत्पादन नै छैन तब बजार र वितरणको मात्रै सपना बाँडेर हुन्छ के? म अनुरोध गर्न चाहन्छु, अब अरूले देखाएको बाटोमा होइन, अरूले दिएको उधारो उज्यालोमा पनि होइन, अब आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो निर्माण गरौँ। त्यो हो उत्पादनको बाटो। विकासका लागि सुशासन अपरिहार्य छ, तर सुशासन राज्यको दमन वा त्रासबाट मात्र सम्भव हुँदैन। बन्दुक देखाएर वा जेल देखाएर मात्र हुँदैन। यसका लागि बलियो प्रणाली र पद्धतिको विकास आवश्यक हुन्छ। विधि र थितिमा स्थापित सुशासन नै दीर्घकालीन बन्न सक्छ। सम्माननीय सभामुख महोदय, हामी प्राय संविधान, सुशासन, विकास र समृद्धिका बहसहरूमा केन्द्रित हुन्छौँ, तर माटो र भौतिक संरचनाको कुरा गरिरहँदा हामीले छुट्याइरहेका हुन्छौँ। त्यो हो मान्छे। यदि समाजको एउटा तबका भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने ती चिल्ला सडकहरूको के अर्थ? समृद्धिको अर्थ भौतिक विकास मात्र होइन र समृद्धिको अर्थ भौतिक विकास मात्र होइन, बरु प्रत्येक मान्छेको आत्मसम्मान वृद्धि गर्नुपर्ने। जबसम्म कुनै पनि नागरिकको मनमा यो देश मेरो पनि हो र भन्ने संशय भइरहन्छ, तबसम्म हाम्रो विकास अधुरै रहिरहन्छ। सामाजिक न्यायलाई उपेक्षा गर्नु भनेको अर्को एउटा अप्रिय संघर्षलाई निम्तो दिनु। त्यसैले हामीले